अब चाहिँ मलाई इभिलाईहरुमा बिलिभ लाग्न थाल्यो क्या किनभने यो भिडियो लास्टसम्म हेर्नु यु विल नो वाइ भनेर Hi everyone, welcome back to my channel. So आजको भ्लग चाहिँ एकदमै र्यान्डम भ्लग हुँदैछ किनभने म धेरै भयो बाहिर पनि गएको छैन, कतै पनि गएको छैन, घुम्न नि गएको छैन, शपिङ गर्न नि गएको छैन, के गर्न नि गएको छैन. सो आई डोन्ट ह्याभ एनिथिङ टु पोस्ट. त्यही भएर आज चाहिँ हामी तीनजना दिदीबहिनी यतिकै बौद्ध घुम्न जानु आँटेको. अनि बौद्ध घुम्न जाने भनेर चाहिँ हामीले सोचेको छौँ. अनि त्यहाँबाट चाहिँ हामी कहाँ जान्छौँ चाहिँ वी डोन्ट नो. हामी चाहिँ लाइक वी जस्ट वान्ट टु स्पेन्ड सम टाइम बौद्धमा. अनि त्यही भएर चाहिँ जानु आँटेको. अनि लेट्स गो. म चाहिँ रेडी भइसकेँ, यत्तिकै जान्छु म चाहिँ रेडी भइसकेँ. अनि लेट्स गो. मैले चाहिँ निस्किँदै गर्दाको भिडियो केही पनि लिएन किनभने हामी चाहिँ निस्किँदा गर्दाखेरि म चाहिँ जहिले निस्किँदै गर्दाखेरि चाहिँ जहिले रसमा हुन्छु क्या. लाइक हतार यो छिटो त्यो छिटो यो गरेँ त्यो गरेँ भनेर जहिले हतारमा हुन्छु. त्यही भएर निस्किँदै गरेको भिडियो चाहिँ लिएन. अनि अहिले चाहिँ हामी बौद्ध पुगिसकेको थियौँ. अनि बाटोमा जाँदा हाम्रो दिदीको छोरीको चाहिँ अलि हेल्थ राम्रो थिएन. अनि त्यही पनि हामी अब आइसक्यो कतै जाऊँ भनेर. अनि वी प्लान टु गो एमाके. अनि एमाकेमा चाहिँ यु क्यान सी यस्तो देख्छ भनेर चाहिँ तल राखेको छ. अनि तर त्यस्तो चाहिँ केही देख्दैन, तर त्यहाँको एम्बियन्स चाहिँ राम्रै छ. यु क्यान सी लाइक एकदम चिल गर्ने खालको भाइब दिने खालको एम्बियन्स छ त्यहाँको. अनि आई रियली लभड. अनि त्यहाँ गएर चाहिँ एमाकेमा पाउने भनेकै चाइनिज हो. अनि वी अल ह्याड चाइनिज. मैले चाहिँ पहिला चाइनिज धेरै खाइसकेँ. अनि मेरो दिदीहरूको चाहिँ फर्स्ट टाइम नै होला चाइनिज. अनि यो चाइनिज मेन्यु थियो त्यहाँनिर. अनि अफकोर्स वेस्टर्न लाइक पिज्जाहरू पनि थियो थिएन चाहिँ, तर हामीले चाहिँ खाना चाहिँ चाइनिजै खायौँ. अनि मलाई चाहिँ त्यहाँको चाहिँ यो चाहिँ भर्जिन मिल्क हो अनि यो चाहिँ ओरियो मिल्क चाहिँ ठाउँभन्दा मिठै लाग्छ मलाई चाहिँ. अनि वी अर्डर चाइनिज फुड. तर मैले चाहिँ योभन्दा नि मिठो बनाउँछु हो क्या, जस्तो पत्याउँदैन. योभन्दा मिठो बनाउँछु क्या मैले उता काम गर्ने ठाउँमा क्या. मैले आज त्यहाँ so good. Tasting my sister drink. Orio त मिठो छ. खाने हो ओरियो? सुगर एड गर्नुपर्छ अलिकति. यहाँ चाहिँ यो हाम्रो कुच्ची बिरामी भएर यहाँ बसिरहेछ. द्याट्स वाइ मैले कसैलाई नदेखाएको. जो प्लेन क्रास भएकोमा जो बित्नुभयो रेस्ट इन पिस है. ठ्याक्कै प्लेन क्रास प्लेन उडेको भएर चाहिँ प्लेन उडेको भएर चाहिँ याद भयो. Can you please give me your drink? Taste them. Tasting my drink. यो चाहिँ कस्तो वर्थ इट लागेन मलाई.
China to go bubble tea for 400 rupees and not worth it. Bubble tea was not worth it. मलाई चाहिँ यो भिडियोमा अलिअलि कुराहरू एड गर्न मन थियो लाइक हुन्छ नि दिदीबहिनीको रिलेसन बोन्डिङ लिएर कस्तो हुन्छ भने दिदीबहिनीको बोन्डिङ चाहिँ कस्तो हुन्छ भने मेरो माइली दिदीको चाहिँ धेरै एज ग्याप छैन अनि मेरो र मेरो जेठी दिदीकोमा चाहिँ हाम्रो 9 इयर्स एज ग्याप छ क्या तर हामी उस्तै देख्छौँ होइन हेर्दाखेरि चाहिँ 9 इयर ग्याप छ जस्तो देख्दैन तर मेरो जेठी दिदी र ममा चाहिँ 9 इयर्स अनि मेरो अर्को दिदी र ममा चाहिँ 2 इयर्सको ग्याप छ अनि हाम्रो चाहिँ बोन्डिङ कस्तो अर्कै छ क्या लाइक साथी जस्तो मेरो दिदीको 9 वर्ष ग्याप भए पनि हामी चाहिँ एकदमै साथी जस्तो सबैजना 3जना साथी जस्तो छ अनि हाम्रो झगडा पनि दिनकै पर्छ मेरो दिदीको 9 वर्ष ग्याप भए पनि हाम्रो झगडा चाहिँ दिनकै पर्छ अनि दिनकै त्यो कुराहरू झगडा पर्छ फेरि मिल्छौँ अनि त्यसपछि त्यस्तै हुन्छ क्या अनि हामी चाहिँ तिनीहरूलाई 3टा डिफ्रेन्ट ड्रिङ्क्स मगाएको थियो मलाई मिन्टहरू लेमनहरू हालेको एकदमै मनपर्छ लेमनहरू स्या पदिनाको होस् जे भए पनि आई लभ इट अनि उनीहरूलाई चाहिँ मेरो जेठी दिदीलाई चाहिँ सी लभ बबल टी सो मच अनि मेरो माइली दिदी चाहिँ सी लभ्स ओरियो मिल्कसेक होस् स्ट्रबेरी मिल्कसेक होस् भेनिला होस् जेसुकै होस् सी लभ सो हाम्रो चाहिँ ड्रिङ्क्समा 3जनाको ड्रिङ्क्स डिफ्रेन्ट टेस्ट डिफ्रेन्ट छ सो हामीले चाहिँ तिनवटा ड्रिङ्क्स मगाएर अनि हाम्रो मात्र दिदीबहिनीको बानी होइन होला सबैजनाको दिदीबहिनीको बानी चाहिँ यस्तै होला लाइक हामी चाहिँ अर्डर गर्छौँ भने वी हेभ टु टेस्ट सबैजनाको ड्रिङ्क्स कस्तो छ कसको मिठो छ भनेर अनि अफकोर्स जहिले मेरै मिठो हुन्छ मिठो थियो सबै मिठो थियो अनि बबल टीमा चाहिँ लाइक सुगर पुगेको छैन नि फेरि हामीले बनाउनु पठाएको थियौँ अनि पछि बनाएर ल्याइदिएको चाहिँ मिठो थियो त्यहाँको सो त्यस्तै हुन्छ अनि टच छुट मेरो दिदी चाहिँ मेरो जेठी दिदीको चाहिँ बे भइसक्यो तर विल लिभ टुगेदर अनि टच छुट हामी अहिलेसम्म सँगै छौँ तर दिदीबहिनीको बोन्डिङ भनेको चाहिँ लाइक अफकोर्स बे गरेर अर्को घर जानै पर्छ अनि मेबी मेरो अर्को माइली दिदीको यही वर्ष बे हुन्छ होला अनि भयो भने लाइक यो वर्ष बे नभए पनि बिहे चाहिँ हुन्छ होला लाइक बिहे हुन्छ अफकोर्स बिहे हुन्छ अनि सबैजनालाई छुट्टेर जानै पर्छ होइन अनि मेरो जेठी दिदी त जुड अहिले हुनुहुन्छ हामीसँग तर कुनै समयमा दिदीको पनि अब आफ्नै फ्यामिली आफ्नै फ्युचर अब सबै कुराहरू हेरेर सबैजना टाढा हुनुपर्छ अनि मलाई चाहिँ के भन्नु मन लागेको थियो भने जति समय आफूसँग छ होइन त्यो समयमा चाहिँ झगडा गरेर या कि मनमुटाव राखेर बस्नुभन्दा मिलेर बसेको चाहिँ राम्रो हो सो पछि मात्र रियलाइज हुन्छ क्या अब हामी सानो हुँदाखेरि त हामीलाई केही कुराहरू रियलाइज हुँदैन तर पछि चाहिँ रियलाइज हुन्छ अब कस्तो अब आफू अहिले पो हामी दिदीबहिनी छ र पो छ जस्तो लाग्दैन होइन भोलि पर्सि नहुँदा चाहिँ मेरो दिदी भए हुन्थ्यो यहाँ भन्ने टाइपको फिल हुन्छ अनि त्यही भएर जे होस् आफ्नोसँग भएको बेलामा चाहिँ भ्याल्यु गर्नुपर्छ त्यही हो सो अब चाहिँ म मेरो खाना इन्जोय गर्छु मेरो बकबक सुनिहाल्नु भयो होला सो लेट्स इन्जोय माई फुड
यो ब्लगको चाहिँ इन्डिङ यस्तै भयो किनभने मेरो दिदीको छोरी चाहिँ एकदमै बिरामी भइरहेको थियो। एकदमै बिरामी भन्दाखेरि पनि उसलाई दिउँसो स्कुलबाट कल आएको थियो, लाइक उसको कान दुख्यो भनेर लिन आउनु भनेर भनेको थियो नि। फेरि घर आउँदाखेरि चाहिँ ऊ अल गुड, पुरा मोबाइल सोबाइल हेरेर राम्रै थियो, राम्रैसँग उयो गरिरहेको थियो। अनि पछि फेरि हामी चाहिँ ल बाहिर जाउँ न, तिनजना बाहिर जाउँ भनेर सोद्धाखेरि अनि ऊ पनि ठ्याक्क सुतेर उठेको थियो नि, उसलाई लिएर जाउँ भनेर लिएर गएको। पछि जाँदा जाँदा त्यहाँनिर गएपछि चाहिँ कान दुख्यो भन्दा अनि चारुमती लाने भनेको, फेरि चारुमतीमा डक्टरले 10 मिनटभित्र आउनु भएन भने बन्द हुन्छ भनेर भन्यो। अनि फेरि हामी चाहिँ हस्पिटल लिएर गएको नि, स्तुपा हस्पिटल लिएर जाँदाखेरि चाहिँ त्यहाँनिर डक्टरै रहेनछ। फेरि भोलि स्याटरडे भएपछि झन् डक्टरै हुँदैन। अनि त्यसपछि इमर्जेन्सीमै देखाउँ न त के भएछ त भनेर इमर्जेन्सीमा देखाएको। पछि इमर्जेन्सीमा चाहिँ टन्सिलले गर्दाखेरि हो भनेर भन्नुभयो, इमर्जेन्सीमा चाहिँ त्यस्तो भन्नुभयो। अनि हामीले चाहिँ छिटो ल चारुमै लगाउँ न त भनेर सोचेर चारुमा लगेको। ठ्याक्क बन्द हुनु आँटेको रहेछ। अनि ठ्याक्क हामी टाइममा पुग्यौँ। अनि टाइममा पुगेपछि चाहिँ चेक गरेपछि टन्सिल नै हो रहेछ, लाइक घाँटीमा उसलाई टन्सिल आएको रहेछ नि। टन्सिलले गर्दा चाहिँ उसलाई कान, घाँटी निल्न गाह्रो त्यस्तो भइरहेको रहेछ। अनि हस्पिटल लिएर गएर अनि हामीले जति नै खानाहरू मगाएको थियौँ वी प्याक्ड अल, सबै प्याक गरेर अनि त्यसपछि फेरि घर आएर उसलाई चेक गराइसकेपछि घरमा आनन्दले अहिले चाहिँ ऊ सुतिरहेछ। अनि इट्स अलरेडी 8। अब चाहिँ म पनि यो भ्लग इन्ड गर्छु। अनि आजको भ्लगको लागि चाहिँ यति नै हो। मसँग चाहिँ अहिले के भइरहेछ भने होइन, मैले चाहिँ एउटा पर्फ्युम कति राम्रो भन्थेँ क्या, लाइक यो पर्फ्युम यस्तो राम्रो छ भनेर जसलाई पनि भन्थेँ होइन। अनि त्यो पर्फ्युम अचानक गायब भयो। कहाँ गायब भयो आई डोन्ट नो कहाँ गायब भयो होइन। अनि त्यसपछि ल त्यो कति मैले घरभरि खोजेँ, कहीँ भेटेन त्यो पर्फ्युम, कहीँ पनि भेटेन। अनि त्यसपछि मैले मलाई एउटा लिपस्टिक चाहिँ कस्तो मन परिरहेको थियो क्या। त्यो लिपस्टिक चाहिँ मेरो साथीले बाहिरबाट ऊ आउँदाखेरि लिएर आइदिएको थियो होइन। कस्तो मन परिरहेको थियो, लाइक एज अ ब्लस पनि लगाउने। अनि त्यसपछि लिपस्टिक लगाउँदाखेरि नि यति राम्रो देख्थ्यो त्यो लिपस्टिक पनि हरायो क्या, छैन त्यो लिपस्टिक पनि। आई डोन्ट नो मैले राम्रो भन्नु नहुने हो कि के हो होइन, हरायो भने मलाई थाहा छ यो ठाउँमा मैले राखेको हो भनेर मलाई थाहा छ होइन। पछि त्यो ठाउँमा हेर्दाखेरि त्यो हुँदैन क्या। अनि त्यहाँदेखि चाहिँ मलाई चाहिँ हुन्छ नि, केही कुराहरू पनि राम्रो छ भने चाहिँ राम्रो छैन भन्नुपर्दो रहेछ क्या। लाइक सबैलाई भन्दाखेरि राम्रो छैन, यो प्रोडक्ट राम्रो छैन नलिनु भन्नुपर्थ्यो। त्यो सामान्य हराउने, सामान्य गायब हुने। सो यो चाहिँ मलाई त्यस्तो फिल भइरहेको थियो। अनि त्यही भएर चाहिँ मलाई यो भिडियोमा हाल्नु मन लाग्यो। अनि तपाईँहरूको थट्स के छ कमेन्टमा गर्नुभयो नै हुन्छ, लाइक यस्तो हो भनेर। अनि दिस मच फर दिस भिडियो एन्ड डु नट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब।